दामी पारामा लडियो है। यहाँ हेर्नुहोस्, यहाँ यो अहिले बाढीले गर्दाखेरि स्थानीय आफैले यो बाढी त्यो पुल चाहिँ जोगाउनको लागि जस्ता भत्काउने काम गर्दैछन्। यहाँ जस्ता कसले थुनेको रहेछ। यहाँ अहिले कुनै पनि यो प्राकृतिक प्रकोप व्यवस्थापनमा टोखा नगरपालिका र तारकेश्वर दुवैले राखेको छ, सशस्त्र प्रहरी नेपाल प्रहरी। तर यहाँ कसैको पनि सशस्त्र प्रहरी नेपाल प्रहरीको सहभागिता छैन। यहाँ स्थानीय आफैले गरिरहेका छन्। हेर्नुहोस्, यहाँ बाढी आनन्द पुल छ, पुलमा पुल नाग्री छ, बाढीले पुल नाग्री छ। त्यो जस्ता चाहिँ हटाउन सकिएन भने यसले केही समयमा पुल माथिबाट बाढी बगेको छ, तैपनि स्थानीयहरू पुल माथि गएर नि तपाईँको चाहिँ त्यो सफा गर्दैछन्। हेर्नुहोस्, अड्केका फोहोरहरू फाल्दैछन्। बाढी एकदमै उर्लेर आएको छ। हामी बसेको ठाउँमा खोला छ। हेर्नुहोस्, अत्यधिक वर्षा त यो वर्षकै अत्यधिक वर्षा आएको कारण यो आनन्द पुलमा टाँगेको जस्ता यो जस्ता चाहिँ अहिले निकालेको काम हुँदैछ। त्यो जस्ता ननिकाल्दा पनि यसले समस्या निम्तिएको यहाँ हामी देखिरहेका छौँ। लड्नु माथि उहाँलाई साइड लगाइदिनु न, लड्ने भयो कि फेरि। रिमा पुलिसलाई फोन गर त, 100 मा फोन गर, 100 मा 100 मा फोन गर। कसरी जाने यहाँ अब, खै के छ उपाय, जान सकिन्छ? रिमा यो पर्स राख्छ ल, जुत्ता